दाँत झारिदिन्छु, भङ्गारा झारिदिन्छु, कुट्छु, मार्छु, के हो यो भाषा? तपाईँले जस्तो कि तपाईँले होमवर्क गर्छ नि होइन, स्क्रिप्टिङ बनाउँछ, के सोध्ने, कसरी सोध्ने, को आएछ, त्यसको फ्युचर के हो, यो सबै निहाल्छ। अब कतिवटा सोध्ने, कतिवटा नसोध्ने तपाईँमा ड्युटी छ होइन। त्यो कुरामा त तपाईँ नम्बर 1 हो। खालि मैले के भनेको भने मैले तपाईँलाई म फलो गर्छु, किन आफूलाई मन परेको मान्छे फलो गर्छु यार, यसो अनेस्टली कुरा गरेको। तपाईँले बिहार छ त्यसको लागि मैले अघि पनि भने अहिले पनि भन्छु सरी है यार। तपाईँ जे जति अभिव्यक्तिहरू दिनुहुन्छ नि, जस्ता शब्दावली प्रयोग गर्नुहुन्छ, जस्तै मलाई नै भयो या अरूलाई नै भयो होइन, तपाईँलाई धेरै नकोट्यो भने तपाईँलाई त मैले आजको मागिसकेँ यार। हाम्रो स्लोगन नै छ, हामी कसैलाई फाइदा पुग्ने वा घाटा पर्ने नाउँमा सत्य कुरामाथि कैँची चलाउँदैनौँ। चलचित्र क्षेत्रमा जे हुन्छ त्यो जस्ताको तस्तै आउँछ, रजत पूर्णिमा भन्ने हाम्रो स्लोगन छ। यो प्रोग्रामको पनि अगाडि चियो, चासो र चर्चा भन्ने छ। हाम्रो फर्मेटै त्यही हो, हामी कसैको चियो गर्छौँ, चासो लिन्छौँ, त्यसमा चर्चा पनि गर्छौँ, जसरी आज चर्चा गरिरहेछौँ। त्यही भएर गायिका लिना चौहानको बारेमा हामीले जे सुनेका थियौँ त्यो हामीले न्युज सम्प्रेषण गऱ्यौँ। आखिर त्यो न्युज सत्य साबित भयो।